खिच्न लाग्यो के Hello guys, welcome back to my vlog. ल अझै एक दुईटा इन्ट्रो जस्तो And this is tractor, this is all thing. अनि अरु That's all. ट्र्याक्टर अल्झेको भिडियो गर्न आउनुभएको छ भनेपछि दाइ कति गाना बगाउनु त्यस्तो नभएर राम्रो देखिरहेछु ह्यान्डसम देखियो ह्यान्डसम एकदम कडवावाला ह्यान्डसम अन्त गाइज रे के यो भिडियो नराख्नुला नि किन भिडियो खिच्ने भनेको ट्र्याक्टर भिडियो बहिनीहरू आइसक्यो यहाँ अब स्वागत छ हजुरलाई मेरो ब्लगमा म चाहिँ भूमि आचार्य यो दाइको ब्लग किन हेर्नुहुन्छ मेरो ब्लग हेर्नु न निस्किने लाग्यो हो ट्र्याक्टर भ्लग हान्नु पर्यो ल केटा निकाल त गाडी भिडियो खिच्नु पर्यो यी भ्लग हान्नु पर्यो अब यहाँ जङ्की पारामा भाइरल है यता नि भाइरल ल भाइरल भिडियो ल भाइ ल ट्र्याक्टर त जङ्की पारामा उड्छ फेरि निस्केन नि त निस्क्यो सक्सेस भयो है के गर्नु लाग्यो ढलाइ गर्नु लाग्यो फेरि चल्दै पुरै खाल्टो यस्तो ट्र्याक्टर त जस्तो पनि हिँड्छ यार अझै उडेको भिडियो खिच्नै पाइएन नि यहाँ उडिरहेको थियो सुरुमा चुई चुई होइन उडेको भिडियो खिच्नै पाइएन नि यहाँ भनेको फेरि रोकाएर हिँड्ने यार कसले पानी हालिदियो र त्यहाँ आकाशले हो आकाशले पानी हाल ए सही हो गाइज ट्र्याक्टर उडेको भिडियो खिचौँ भनेको खै त अब कहाँ हो र के छ यहाँ ट्र्याक्टर उडेको भिडियो खिच्न लाग्यो के Hello guys, welcome back to my vlog. ल अझै एक दुईटा इन्ट्रो जस्तो And this is tractor, this is all thing. अनि अरु That's all. सक्यो That's all for today. ल ठिक छ मेरो कर्तव्य भ्याइयो भ्लगमा दाइले भ्लगिङ गर्नुहुन्छ सही हो ल छाता त कडा त भैँसी खोज्न हिँडे जस्तो हिँड्नु भयो है टिम सब भएर हिँड्नु भयो रहेछ सबै टिम भएर हिँड्नु भयो रहेछ रमाइलो हुन्छ नि एक्लै हिँड्दा सुनसान हुन्छ जङ्गलमा घरबाट ढ्याक्क आएको सबजना है मुख पनि धोएन आज त उज्यालो भर्खर भयो खाइसक्यो खाना ट्र्याक्टर अल्झेको भिडियो गर्न आउनुभएको छ भनेपछि दाइ कति गाना बगाउनु त्यस्तो नभएर त्यस्तो भनिदिनु मलाई हो किन काम छ नि त मेरो राम्रो देखिरहेछु ह्यान्डसम देखियो ह्यान्डसम एकदम कडवावाला ह्यान्डसम अन्त गाइज रे के यिनलाई भ्लगमा मिसाउनु पर्ने भयो सधैँलाई गरे सो गाइज आजको हालहाल भनेको यो ट्र्याक्टर अर्केको अवस्था यो निकाल्न कति बेला लाग्छ थाहा छैन पानीले गर्दा अलिक गाह्रो भइरहेको छ तिमी नि माया गवाडी रहेछ होइन भ्लगिङ त एक नम्बर हो नि मैले भ्लगिङ गर्छु तर पोस्ट गर्न पनि अलि हिम्मत आएन हान्दिउँ न त पोस्ट हान्दिउँला कुनै दिन म हल्लामा सेयर हान्दिउँला कुनै दिन ल आइडी छ होइन तपाईँले म पोस्ट गर्न टुच्च पोस्ट गर्न त डाउन अलि भ्याएन कि भिडियो नि छ ल नि त हानिदिइहालौँ भिडियो तपाईँले यो भिडियो नराख्नुला नि किन राख्नु परेको होइन त्यस्तो बेइज्जती काम गर्ने होइन राख्नु म परेको यतिकै हावातालमा बोलिरहेको छु ठिक छ त ल ओके छ त खै अब ट्र्याक्टर अल्झेको भिडियो खिच्ने भनेको ट्र्याक्टर भिडियो बहिनीहरू आइसक्यो यहाँ अब
कहाँ ट्र्याक्टर अल्झेको र जानु पर्यो घरतिर खत्रै उड्यो त यो ट्र्याक्टर त नि अनि ल अब गइन्छ घरतिर गाइज वेलकम ब्याक माई युट्युब च्यानल आज चाहिँ ट्र्याक्टरको भ्लग हानिसक्यो म घर आएको बेलामा टक्क लाएर यताको मौसम देख्न सक्नुहुन्छ यस्तो बवाल रहेको छ चिल पारामा म घरमा आएको 2 दिन भइसक्यो अहिले चाहिँ हाइस केटाहरूले चलाइरहेछ मेरो हाइस मेरो साथीहरूले हेलो सान्दी के ल्याएर हिँड्नुभएको रहेछ ठेरीका झोला त खतरा है यहाँनिर रहेको छ मेरो होम हाउस अब 1-2 दिन मेरो रेस्ट हुन्छ यहीँ टक्क लाएर घरतिर अनि फेरि नयाँ भ्लग नयाँ जर्नी कुन गाडीमा आउँछ भन्ने कुरो थाहा छैन नमस्ते स्वागत छ हजुरलाई मेरो भ्लगमा म चाहिँ भूमि आचार्य यो राईको भ्लग किन हेर्नुहुन्छ मेरो भ्लग हेर्नु म चाहिँ यस्तो बिजी थिएँ अहिले फेरि क्यामेरा परिहाल्यो मोबाइल बन्द गर्न परिहाल्यो कस्तो बेङ्गे देखेको यहाँ हेर्नुपर्छ नि यस्तो नलेज छैन त्यो डोन्ट माइन्ड इट नेभर माइन्ड इट कस्तो नजिक लिएर आएको राम्रो देखिन्छ कि नजिक लिएर आएको राम्रो देखियो परेन लोसन लाउने लोसन छ त्यहाँ हैन म सनस्क्रिन पनि दलेर आइसकेको म त दिनदिनै दल्न परेन त्यसै यतिको राम्री भएको रे के मजाक गरेको एउटा अ पार्ट अफ जोक के भन्नु भनेपछि अब चाहिँ नास्ता खाने बेलामा अहिले नास्ता खाने सुरसार गर्नु भएन अब लाग्न पर्ला घरतिर नास्ता खान होइन नास्ता मोमो खाउँछु कि म त्यहाँ डाँडामा पाउँछ मोमो खाउँछु ओ माई गड ला आज दाइले मोमो खुवाउने गरे पाल्पाको मोमो कस्तो हुँदो रहेछ त त्यो यति किमार यति मिठो भएको त होला नि यस्तो ल्याएर भन्दाखेरि चाहिँ अलिक लाल लाग्दो रहेछ बोल्न तर बोल्दा चाहिँ म छोड्दैन पत्र कम्पनी नै हो भ्लग गर्न थालेपछि पत्र नै गर्नुपर्छ गरे के नत्र इन्टरटेनमेन्ट खै त हुँदै हुँदैन हो नि एकदम बिल्कुल राइट अल्ला सोध्नु न क्वेसन सोध्नु म भन्छु अनि तिम्रो बोयफ्रेन्ड कतिजना खान्छ नि बोयफ्रेन्ड अझैसम्म X0 बोयफ्रेन्ड 0 फ्युचरमा के हुन्छ आई डोन्ट नो बनाउन चाहिँ म भन्दिनँ किनभने गर्ने भनेको लभ म्यारेज किनभने दाइले केटी नपाए जस्तो अलि गाह्रो पर्छ सही अनि के सोधिरहेको थिएँ अलि भएन कि त म अलि तल लेख्थेँ कि माथि ल्याउनु न हो हात गर्दै के समाउँछ क्यामेराम्यान ल क्यामेराम्यान तिमी क्वेसन हजुर ल जाओस् क्वेसन ल जाओस् भन्नुहोस् ल क्वेसन जिन्दगी कस्तो बितिरहेको यस्तो ल जिन्दगी बहुत दूर बितिरहा मैले एक्सप्लेन गर्न साध्य छैन होइन जिन्दगीको एक्सप्लेन नगर म अरू कुनै क्वेसन सोध्नु हल्का सेन्ट लायो भिडियोमा राम्रो बसाएर आउँथ्यो कि हाम्रो दाइको पर्खी सम्पर्क गर्नुहोस् हाम्रो दाइलाई ढुक्क पाउनुहुन्छ एउटा तर पैसा चाहिँ तिर्नुपर्छ भाइ दाइ यस्तो 50-50 है ल किन्नु पर्यो ल यस्तरी होइन किन्नु पर्यो ल साउन्ड यही जान्छ होइन किन्नु पर्यो के को होइ चाहिँ यो क्रस गरे ल क्रसले लाउने मस्त छ कजी भाइब दिन्छ यसले एकचोटि स्प्रे गरेर देखाइदिनुहोस् न ल अरू केही क्वेसन जाओस् अब के सोध न गिटार्स म त दिन्छु भन्नुहोस् न फ्याट ल होइन गाइज यस्तै हो यो क्वेसन सोध्न नजानेको मान्छेहरूसँग सोध्न नभनौँ होइन यसो आफै गरौँ होइन म चाहिँ अब यसो चलिदिने हो अब यो दाइले मलाई केही नै खान दिनु भएन मलाई यो दाइले केही नै खान दिनु भएन यो दाइले मलाई केही नै खान दिनु भएन मलाई दाइले केही नै खान दिनु भएन मैले केही नै खान पाएन खाना चित्र खाएको होइन चक्लेट खाएको चोकलेट खाएको मैले चोकलेट मेन्स्ट्रुएसन टाइममा भएको कुराकानी चलिरहेको छ गाइजहरू हामी दुइटा चाहिँ सुनेर बसिरहेको छौँ राम्रोसँग मेसेज नगरेर डिलिट गरेको राम्रोसँग रेकर्ड नगरेर कमेडी भइरहेको गाइज कस्तो हेरेको सुन्नु यहाँ आफन्तहरू आउनुपर्छ एकछिनमा कमाउँछु ल त्यस्तै डराउनुहुन्छ मलाई हाँसो लाग्यो सुनेर
रियाक्सन गाइस के सोच्छ ए प्रभु त्यसै लभ म्यारेज गर्न सही हो भन्छन् मान्छेले घरमा ल्याऊ देखाऊ बिहा गर न कसैलाई खोज्न भन्नको टन्टो न कसैलाई केही भन्नको टन्टो मैले खोजिदिएको र मम्मीले खोजिदिएको